एमाले मै पनि एमाले भन्दै नाच्थेँ यहाँ पैसा खाएर खसी कटाएर अनि तेल फ्रीमा हालिदिन्थ्यो केटाहरूलाई गाडीमा फ्रीमा किन हाल्नु पर्यो किन हामी मासु भात खानाले मरेका छौँ नि अनि एमाले नभए भत्ता पाइँदैन भत्ता नदियोस् न गरेरै खाएका छौँ हामी भत्ता चाहिएको पनि थिएन होइन तर देश चाहिँ बचोस् राम्रो देश चाहिँ नेपालीबाट चाहिँ बाँच्न पाइयो त्यो चाहिँ राम्रोसँगले बुझ्नु होइन अब तपाईँहरू हाम्रो त अब दिन पनि बित्यो तर अघिको नेपाल अहिले छैन नेपालमा चोरै चोर फटै फटा को कस्तो हो त्यो बाहिरको कुरा सबै देखिन्छ भित्री कुरा के छ देखिँदैन अब पहिले एमाले भनेर तपाईँको त्यो एमालेको मान्छे विराटनगर माधव नेपाल आउँदा यहाँ सबै मान्छे गए घर छोडेर भरे त उसको अहिले मात्रै अनुहार देखिँदैछ अब तपाईँको अहिले भित्री कस्तो छ बाहिर त देखियो तर भित्री हुनुपर्छ एउटा चाहिँ अब नेपाल देश जसरी बाँचोस् हामी नेपाली भएर बाँच्न पाऊँ अमेरिकनलाई यहाँबाट त एनसीसी के भनेर घुसायो अहिले एमपिपी पनि के भन्छु अमेरिका जस्तो भारत र अमेरिकाले नेपाललाई केही गरेको छैन यहाँ तानेर मात्रै लान्छ अब भारत मित्र राष्ट्र भन्छ होइन यिनीहरू तर मित्र राष्ट्रको शत्रुहरू छन् सबै अब रोटी बेटीको छैन भन्छ पानी पनि लान्छ देश पनि मिल्छ अब आधा देश 3 खण्डमा 2 खण्ड खाइएछ भारतसँग र अमेरिकासँग सतर्क रहनु चीन र रुस हुन् अब उनीहरूले केही बिगारेको छैन नेपाललाई बिगार्ने भनेको पश्चिमा अमेरिका होइन देशै खान खोज्ने मिल्न खोज्ने अहिले चीनको विरुद्धमा तपाईँको यो अस्ति टिओपी सर्ट लाउने थिएनन् तिनीहरू तिब्बतीहरू यहाँ तिब्बतीलाई अब कसैलाई दलाई लामाले आशीर्वाद दिँदैन्थ्यो त्यही धन्यवाद दिँदैन्थ्यो अब चाहिँ मेरो काम हुन्छ होला भनौँ अब सुशीला कार्कीलाई अब सुशीलाको केही बुझ्न सकिएन अहिले अब उसलाई न राजीनामा गरेर भाग्नु न होइन फरक दाल छ नि कस्तो मान्छे मोबाइलमा देखेका भन्दा मान्छेले प्रधानमन्त्री आशीर्वाद दिनु है उसले चाहिँ अब देशै सकिन आएको चाइनालाई चाहिँ अब